प्रख्यात लोककथा सङ्कलक श्री कर्णाकर वैद्यद्वारा सङ्कलन गरिएको जोइ टिङ्ग्रे नामको एउटा लोककथा प्रस्तुत गर्न लागेको छु। प्रस्तुत कथा कर्णाकर वैद्यद्वारा सङ्कलन गरिएको नेपाली दन्ती कथा सङ्ग्रहबाट उद्गृत गरिएको हो। प्रस्तुत कथा रत्न पुस्तक भण्डारको 4औं संस्करण प्रकाशित भएको हो। उपरोक्त पुस्तकमा यस कथा समावेश भएको छ। एका देशमा दुईजना बाबु छोरा थिए। आइमै नहुँदा उनीहरूको घर फुङ्ग उडे जस्तै देखिन्थ्यो। त्यहाँ कोही मानिस बसे जस्तै थिएन। घरको भित्ता पट्किएर बिजोग भएको थियो। कटसीमा पनि काहीँ न काहीँ जमेको थियो। छोरो कहिले बदला र बुहारी ल्याएर सन्तोष पाउला भन्ने बुढाको ठुलो आशा थियो। नभन्दै छोरो शुक्ल पछिको चन्द्रमा जस्तै बढ्न लाग्यो। अब उसलाई पूर्ण जवानीले छोयो। बुढाको खुसीको सीमा रहेन। एक दिन सुतिरहेको बेला ऊ कल्पनामा मस्त भयो। अब म बुहारी ल्याएपछि सुखी हुनेछु। आधा काम घट्नेछ, पिट्ने कुट्ने लन्ठा पनि हराउनेछ। बुहारीले घरको रूपै बदलिदिन्छ। दिनभर खेतमा काम गरेर बेलुका भात पनि पकाउनु पर्ने छैन। उसले दृढ प्रतिज्ञा गर्यो। अब उपरान्त भात पकाउँदा लाग्ने समय बारीमा बिताउनेछु। यसले खेती बढ्नेछ अनि सजिलैसित 3 जनाले खान पुग्नेछ। यतिकैमा ऊ झल्याङ्ग बिउज्यो। हेर्छ त मिरमिर उज्यालो भइसकेको। उसका स्वप्नका सुखका दिनहरू आँखामा तिरमिराउन लागे। मन नै भरङ्ग भए जस्तो भयो। माघको दिन कुनै चर्को काम पनि थिएन। छोरो पनि बढिसकेर एक लग पुरा काम गर्न सक्ने भइसकेको थियो। त्यसैले बाबु केटी माग्न हिँड्यो। जाँदा जाँदा पर पुगेपछि उसले एउटी केटीमा कुरा चलायो। जातभार सबै मिलेको र जान्ने बित्तिकै सासु बन्ने हुनाले केटीका बाबु आमाले छोरी दिन नाइ नास्ति गरेनन्। दुवैतर्फी गरिब हुनाले जन्ती पनि नचाहिने बन्दोबस्त मिलाएर बाबु घर फर्क्यो। बाबु छोरा दुवै केटीको घरमा गए। गन्धर्व विवाह भयो अनि दुलही लिएर दुवै घर फर्के। दुलही सरल र बुद्धिमती थिए। उसको सर्वोत्तम अर्को गुण थियो पशु वाक्य बुझ्ने। दुलही भित्राएकै दिनदेखि बाबु छोराले सुख पाए। भात खाने बेलामा टोपी र पटुका फुकालेर बसे भइगयो कति सन्चो। यस्तै आनन्दमा उनीहरूका दिन बित्दै गए। एक दिन सबैजना खानपिन गरिरहेका थिए। जुठेल्नुमा आएर एउटा स्याल कराउन लाग्यो। बुहारी त पशु वाक्य बुझिहाल्दथी। स्याल भन्दो रहेछ, तल खोलामा एउटा मनिजनको लास खोलाले बगाएर ल्याएको छ। लास खोलाको बीचमा छ। त्यो लास पाखामा झिकेर तिमी ती सुवर्णका गहनाहरू ल्याऊ, मलाई मासु खान देऊ। बुहारीले ससुरालाई यो कुरा सुनाए। ससुराले खोलाको लास बोक्सी पो रहेछ भनेर गाली गर्यो। बुहारी त्यसै चुप लागे। यता हेर्छे रित्तो घर, थोत्रो भण्डार, उता सुनिन्छ अमूल्य सुवर्णका गहनाहरू पानीमा त्यसै नाच्न लागिरहेका। यतिकैमा उसले सोचे यिनीहरू जब सुत्छन् अनि जाउँला। लोग्ने निदायो तर ससुरो पनि निदा जस्तो गरेर पल्ट्यो मात्र। किनकि उसलाई बुहारी बोक्सिरहेछ भने त सर्वनाश पार्छ भन्ने ठुलो त्रास थियो। सबै सुटे होलान् भन्ठानेर बुहारी खुर्पा पिरेर बिस्तारै घरबाट बाहिर निस्की। ससुरो पनि पछि पछि लुक्दै गयो। बुहारी जता जता जान्थी उतै उतै ससुरो हिँड्थ्यो। बुहारी पनि स्यालको पछि पछि हिँडिरहेकी थिए। एकाएक खोलो आइपुग्यो। बुहारीले लास देखी। उसले नजिकैको रुखको एउटा हाँगो काटेर लासले पाखमा उतारी र त्यहाँ भएका सबै गहना छिक्न लागि। त्यो मुनिजनको घाँटीमा एउटा ठुलो सुनको जन्तर रहेछ। मरेको धेरै दिन भइसकेको र पानीमा डुबिरहेको हुँदा त्यसमा कसिएका धागाहरू टम्म घाँटीमा मिलेका रहेछन्। बुहारीले विचार गरी यदि मैले यो काटेर फुकालेँ भने त बिग्रन्छन्, बरु यो गाँठो दाँतीले फुकाउनु पर्ला। बुहारीले दाँतले गाँठो फुकाई। ओर बसेका ससुरालाई चाहिँ मुर्दा टोकेको जस्तो लागेछ र बोक्सिरहेछ भन्ने निश्चय गरेर घर फर्की सुत्यो। सबै गहना उतारेपछि बुहारी पनि घर फर्किएर गहनाहरू मजेरीमा राखेर सुती। राति ससुरो बिउजन्दा कोठी पो उज्यालो भइरहेको। उज्यालो भएछ भनेर ऊ जुरुक्क उठेर बाहिर निस्कँदा भर्खर 3 आँखले चुल्किएका थिए। भ्रम भएछ भनेर बुढो भित्र पस्यो। फेरि कोठो त उज्यालै छ। हेर्छ त मजेरीमा सुनै सुन पो रहेछ। यही बोक्सीको काम होला भनेर छोरोलाई उठायो। बुहारी पनि उठी। आधा रातमै चल्यो भाँड पहिलो। आखिरमा बुहारीलाई घरबाट निकाल्ने बाबु छोराको निर्णय भयो। बिहानै उठेर बोक्सीले भेट्छ भनेर बाबुले आफै भात पकायो। बुहारी दलानमा घाम तापेर बसेको रहेछ। यत्तिकैमा एउटा काग आएर भन्यो,
रोमिटे चौताराको पिपलको फेरमा 3 क्याम्पो रुपैयाँ छ। प्रत्येकका मुखमा एक बोहतो दही चिउरा छ। तिमी 3 रुपैयाँ ल्याऊ, मलाई दही चिउरा खान देऊ। यो कुरा बुहारीले ससुरालाई भन्यो। ससुरो रिसले चुर भयो। ससुरोले बोक्सी त मसँग बल्दै नबोल, अहिले मलाई मार्छेस् भनेर गाली गर्यो। अनि त्यसले कौवेली भाषामा जवाफ दिए, जम्बु बोले यो गटमेरा, के भन्छस् त कागजा। अब यसै यहाँ राख्नु भएन, यस बोक्सीलाई माइट पठाइदिनु पर्यो भनेर बुढाले बुहारीलाई एक तपरो भात दलानमै ल्याइदियो। बुहारीले पनि सन्तोष मानेर खाए। छोरालाई घरको हेरविचार सम्भार गर्नु भनेर माइट पुर्याउन ससुरो बुहारीलाई लिएर हिँड्यो। छोरोलाई पनि स्वास्नीको वियोग केही जस्तो लागेन, किनभने ती मानिसलाई दया माया ममता भन्ने थाहा नै थिएन। ती समाजदेखि धेरै टाढा थिए। जाँदा जाँदा बाटोमा एउटा पुल टर्नु पर्थ्यो। यो बोक्सीलाई केही सजाय दिनु नै उचित होला भन्ठानेर बीच पुलमा पुगेपछि ससुरोले बुहारीलाई हुत्याइदियो। बिचरा निरपराधी बुहारी पानीको छालसँगै बग्दै बग्दै संसारबाट टाढा पुगी। ससुरो घर फर्क्यो। एक दिन एउटा महाजन उसको घरमा आएछ। भात खान लाग्दा झट्ट उसले ती गहनाहरू देख्यो। उसले गहनाहरू बुढोसँग किन्न माग्यो। बुढोले पनि खुसी साथ मन्जुर गर्यो। महाजनले दिएको पैसाले वस्त्र जग्गाले बुढो अब खुसीसँग जीवन बिताउन लाग्यो। छोरो यसै बस्न सक्दैन भनेर बुढाले अर्की बुहारी ल्यायो। त्यो बुहारी अल्सीको पिण्ड थिए। त्यसलाई शौक थियो। धन प्रशस्त भएको हुँदा नोकर चाकर राखे राम्रो लाउनु मिठो खानु मात्र त्यसको काम भयो। लुटको धन फुपूको श्राद्ध 2 महिनामै बुढाको ताट पल्ट्यो। उसले अघिल्लो बुहारीले भनेको कुरा सम्झ्यो। रमिके डाँडामा पिपलको फेरमा खन्दा नभन्दै 3 ट्याम्पो रुपियाँ फिटियो। बुढो ल बुहारी अब फारो गर्नुपर्छ, नोकर चाकर निकालिदेऊ, आफै काम गरौँ भन्दो रहेछ। बुहारीले भने माइटमा दुःखको अनुभव नगरेको मबाट यो कुरा हुन सक्दैन भनी भनिदिए रहेछन्। रुपैयाँ पनि केही दिनमै सकिए। अब बिहान बेलुकाको गुजरान चल्न छोड्यो। बल्ल बुढोलाई पुरानी बुहारीको सम्झना आयो। आज त्यो बुहारी हुँदो हो त भोकै बस्नु पर्ने थिएन। त्यस्तै लक्ष्मीकी बुहारीलाई मैले मारेँ, यसको पाप भोग्नु पर्यो भन्दै छाती पिटेर रुन लाग्यो। आखिरमा बिना दाउनको सिस्नो खाएर ती सबै जीवन बिताउन लागे। छिमेकीहरू जिल्ल परे। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला।